साथीहरू नमस्कार। यहाँ हाम्रो भाइरस आमाले आज दाल दल्दै हुनुहुन्छ। थोरै म कुराकानी गर्छु है त। हेलो भाइरस आमा, नमस्कार है। नमस्कार। नमस्कार। के गर्दै हुनुहुन्छ हो? यो दाल दलेको। के को दाल हो यो? मसुर हो। ए, अनि आजकल त यो मेसिनमा लगाएर मिलमा बनाउँछन् है दाल, होइन र? हो के, यो मिलमा लगेको भन्दा जाँताको अलिक जोकिलो हुँदो रहेछ, त्यही भएर हामी अब जाँतैमा दलेर खाइदिएको छ। ए, यो हजुरले दाल बनाउँदै गरेको मेसिनको नाम जाँतो हो? जाँतो। जाँतो भन्छन् यसलाई। ए, अनि यो मसुरो चाहिँ घरै फलाउनु भएको कि किनेर ल्याउनु भएको त? घरै फलाएको, हामीले लगाएर फलाएर घरै दाल बनाउँछौँ। कति फलाउनुहुन्छ दाल? फलाउनु त दाल अब फल्छ, घरलाई निर्वाह भएको छ। बेच्न नि हो? बेच्न त बेचिए होइन, घरलाई निर्वाह गरिन्छ। जे होस्, घरैको उत्पादन खाइएको छ। ल, अरू ठिक छ नि त? ल है साथीहरू, यो पुरानो चलन दाल दल्ने, आजभोलि मेसिन आए पनि पहिला यसैमा दालहरू बनाउने चलन थियो धेरै पहिलादेखि। यो दाल बनाउने पुरानो मेसिनको नाम चाहिँ जाँतो हो। हाम्रो भाइरस आमाले नभन्दासम्म यसको नाम चाहिँ जाँतो भनेर कतिजनालाई थाहा थियो यसलाई जाँतो भन्छन् भन्ने। सायद आजका धेरैलाई यसको नाम जाँतो हो, पहिला पहिला यसरी दाल बनाइन्थ्यो भन्ने चाहिँ थाहा नहुन पनि सक्छ। कोलाई चाहिँ यसको नाम जाँतो हो, यसबाट चाहिँ दाल बनाउन प्रयोग गरिन्छ यो मसिन भन्ने थाहा थियो, कमेन्ट गर्नु होला है।